उच्चारण गर्ने नियमको लागि रिकल गर्ने केही सर्ट नोटहरू है। फर्स्टमा रहेको छ हाम्रो ग क ख। यो फर्स्टमा आयो भने चाहिँ ख उच्चारण हुन्छ, बीच र लास्टमा आयो भने चाहिँ ग उच्चारण हुन्छ, तल आयो भने क उच्चारण हुन्छ। साथीहरू तपाईँले यसै गरी नै नोट बनाएर राख्नुभयो भने चाहिँ तपाईँले रिकल गर्न र सम्झन सजिलो हुन्छ। तपाईँ पनि एउटा सानो कपीमा या डायरीमा तपाईँले यसरी नोट गरेर राख्नुहोला। र हाम्रो सेकेन्डमा रहेको छ द त थ। शब्दको अगाडि आयो भने थ उच्चारण हुन्छ, शब्दको बीच र अन्तिममा आयो भने द उच्चारण हुन्छ, शब्दको तल आयो भने त उच्चारण हुन्छ। र ल। शब्दको सुरु र तल आयो भने ल उच्चारण हुन्छ, शब्दको बीच र अन्तिममा आयो भने र उच्चारण हुन्छ, शब्दको लगत्तै माथि आए ल भनेर उच्चारण हुन्छ ल। ब प फ। शब्दको सुरुमा आयो भने फ उच्चारण हुन्छ, शब्दको बीच र अन्तिममा आयो भने ब उच्चारण हुन्छ, शब्दको तल झुन्डिएर आयो भने प। स र त। शब्दको सुरु बीचमा र अन्त्यमा आयो भने स भनेर उच्चारण गर्ने, शब्दको तल आयो भने त भनेर उच्चारण गर्ने। यसले अ पनि भनिन्छ ङ पनि भनिन्छ। शब्दको तल आयो भने ङ उच्चारण गर्ने। ज छ त। शब्दको सुरुमा आयो भने छ उच्चारण, शब्दको तल आयो भने त उच्चारण, शब्दको बीच र अन्तिममा आयो भने ज उच्चारण। छ त। शब्दको सुरुमा बीच र अन्त्यमा आयो भने छ उच्चारण हुन्छ, शब्दको तल आयो भने त उच्चारण हुन्छ। र ख क। शब्दको सुरु बीच र अन्त्यमा आयो भने ख उच्चारण हुन्छ, शब्दको तल आयो भने क उच्चारण हुन्छ। थ त। शब्दको सुरुमा बीच र अन्त्यमा आयो भने थ उच्चारण, शब्दको तल आयो भने त उच्चारण। फ प। शब्दको सुरु बीच र अन्त्यमा आयो भने फ उच्चारण, शब्दको तल आयो भने प उच्चारण। ह त। यो साइलेन्ट हुन्छ है। शब्दको सुरु बीच र अन्त्यमा आयो भने यसले ह उच्चारण हुन्छ र शब्दको तल आयो भने चाहिँ साइलेन्ट हुन्छ। यसले केही उच्चारण गर्नु पर्दैन, यो साइलेन्ट हुन्छ। तर सुरु बीच र अन्त्यमा आयो भने चाहिँ ह भनेर उच्चारण हुन्छ। यी पाँचवटा मध्ये कुनै पनि फाक्षिममा अथवा कुनै पनि वर्डको तल आयो भने चाहिँ यिनीहरू सबै त भनेर उच्चारण हुन्छ। यदि तपाईँले उच्चारण सम्बन्धी अरू नियमहरू चाहिएको छ भने कमेन्टमा आफ्नो प्रतिक्रियाहरू दिनुहोला र सब्सक्राइब गर्न नबिर्सनुहोला। मैले आफ्नो सानो प्रयास गरेको छु। तपाईहरूले बुझाउनको लागि।